उजुरी नै नपरिकन केवल एउटा सोसल मिडिया पोस्टको भरमा चाहिँ कसैलाई यसरी मोस्ट वान्टेड क्रिमिनल तरिकाले पक्रेर लिएर जानु र सार्वजनिक गर्नु चाहिँ कतिसम्म जायज कुरा छ? के यसको मतलब जसले त्यो पोस्ट हाल्दै थियो, त्यो चाहिँ एकदम स्ट्रङ फ्यामिलीसँग बिलोङ्स गर्छ? या के हो? नत्र पोस्ट त हजारौँ लाखौँ आउला नि त यहाँनेरि सोसल मिडियामा। किन हरेक पोस्टलाई चाहिँ यति सिरियसली हेरिँदैन? एउटा कुरा। अर्को कुरा जसरी लगियो हैन, दोष छैन, प्रुफ भएको छैन तर पनि दोषी करार जत्तिकै अवस्था भइसक्यो। उसको मानहानि भइसक्यो, उसको इज्जत गयो, उसको करियरमा दाग लाग्यो, हरेक कुरामा दाग लाग्यो। भोलि ऊ निर्दोष भएको खण्डमा चाहिँ उसको मान कसरी फिर्ता दिने? उसको इज्जत कसरी फिर्ता दिने? उसको चरित्र कसरी जस्ताको तस्तै बनाउने? सकिन्छ त? सकिन्न नि त, सम्भव छैन नि त। दाग लाग्यो त लाग्यो। यो नियम कस्तो बन्यो थाहा छैन मलाई, तर यो नियममा चाहिँ धेरैले चाहिँ यसको दुरुपयोग गरेको देखेँ। यो नियममा कहीँ न कतै त लुप होल छ। वास्तविक पीडितले आजसम्म पनि राम्ररी न्याय पाएका छैनन् र जसले यो नियमको लुप होल मजाले बुझेर दुरुपयोग गरेका छन् नि, तिनीहरूले भरपुर दुरुपयोग गरेका छन्। त्यसैले यो नियममा कहीँ कतै त परिमार्जनको जरुरी छ, जसले चाहिँ वास्तविक पीडितलाई न्याय दियोस् र लुप होल युज गर्ने, दुरुपयोग गर्नेहरूलाई चाहिँ दुरुपयोग गर्न नसक्ने बनाओस्।